हेलो गाइस, फेरि पनि तपाईहरुलाई फेरि अर्कै ब्लग्समा स्वागत छ हैन। अब काठमाडौँबाट पोखरा आइसकेको, अहिले चाहिँ म डाइरेक्ट माइरदेशको घर आइसकेको छु। यहाँ के भइरहेछ भन्दाखेरि यहाँ एकदम फेयरवेल पार्टी हुँदैछ। ओ बाबु के छ? यस, अब हामी यहाँ सबैजना। हेलो कान्छी। हेलो। राजा दिदी के छ? ठीक छ। ल यहाँ बिदाई कार्यक्रम हुँदैछ। हेलो सुफानी। सुफानी नबोलेको। ए बाबु के छ? ल हेर्दा बिदाई कार्यक्रम हुँदो रहेछ। ल सुफानी के छ? के छ राजा दिदी? ल अब सेफ जोडी। राधा दिदी जेनी बोल्दैछ। ल यहाँ विदाय कार्यक्रम हुँदैछ, केक खाने कार्यक्रम। ल ए बाबु के छ? सही हो। हो सँगै हो अब त। ल ओके। ल दिदी विदाई कार्यक्रम हुँदैछ है यहाँ चाहिँ। सबैको इच्छा त्यही हो नि त। तपाईँले बेबी बेबी भन्छ नि, अब आउँदाखेरि होइन बेबी यता यता भन्ने के बिग्रिनुलाई। सही हो सही हो। हो छ्याट कहाँ लिएर आउने। ओहो ल ल है ल ल ल ल ल ल हेर्नुहोस्, उतापट्टिको भाग पिच भइसकेको छ है। पिच भइसक्यो, सिसुवा बबाल भइसक्यो। ल हेर्नुहोस् है, अब यतापट्टिको भागको पाली छ। मारीको घर अगाडि चाहिँ यो नाला खनेछ नि त, अनि त्यहाँ हाम्रो पुरानो घर पनि भत्किसक्यो। अब चाहिँ बिस्तारै यति नाला बनिसकेपछि त ओहो यहाँ पनि यस्तो ग्राभलहरू हालिसकेको छ। त्यसपछि त धमका हुनेछ। ल ल अब म चाहिँ निस्किन्छु यहाँबाट है। ल म गराउँछु है माथि के खान्न कि भयो है राधा दिदी। तपाईँ त्यो चस्मा लाएर तपाईँको भ्लग हेर्नु अस्तिको छ्याट भएन। ल खानु खानु ल माथि गराउँछु है। ल के काम हो मेरो भन्दाखेरि चाहिँ लुगा धुने काम हो कि। एरिया कम धेरै थियो लुगा। यहाँ दाइ हाम्रो मोडर्न ड्राई क्लिनरमा बाटोहरू चाहिँ लास्ट हिलो चाहिँ हिजो पानी परेको, झन् हिलो भएको छ होइन। यस्तो छ यहाँ मौसम पनि। छ्या भयो नि त है। छ साथीहरू मोडर्न ड्राई क्लिनर एन्ड लन्ड्री। फोन नम्बर पनि खोइ कस्तो नदेखेको। ल फोन नम्बर नि यहीँ छ। केही धुनु पऱ्यो भने के धुन्छ र दाइ? लेङ्गा सेङ्गा सबै, यो साडी कोट अग्रम बग्रम सबै होइन। घरै धोइदिनु हुन्छ उस्तै पऱ्यो। ल गएको है दाइ। ल अब निस्किनु पऱ्यो यहाँबाट नि। अब फेरि एकचोटि सर्भिस सेन्टर जान्छु, अनि त्यसपछि हामी फेरि आज यात्रा चाहिँ अलि लामै छ है साथीहरू। तपाईँहरूले अघि देखिहाल्नुभयो होइन, त्यो फेयरवेल केक काटेको होइन। जाँदैछौँ आज पनि फेरि ब्याक टु ब्याक। के अरे ल लभली लभली बिग फ्यान हो। ल ल ल ल ओ यहाँ कति राम्रो देखेको आज त। के ड्रेस हो नि यो? हो कहाँ के छ आज? फेयरवेल हो। म यहाँ तल गएर आएको लुगा धुन दिएर आएको।
कस्तो राम्रो लास्टै राम्रो आहा ल मेरो फुल लुक्स के नाच न ओए आमा हरिर नाच्दै यार दिव्या तिमी ननाच्ने तिमीहरुको डान्स छ आज हो डान्स छ बेलुका भिडियो बनाउँछ नाचेर ल ल यतिको चाहिँ हुनुपर्छ राम्रो राम्रो हुनुपर्छ सिस्टममा यतिको राम्रो राम्रो लेडिजहरु चाहिँ हुनैपर्छ ओहो दिव्या त खतरा नाचेछ त म यो हा थम्बनेल राख्नु तिम्रो जे कति राम्रो आयो ये चेरीगा ल सिस्वा यतिको छ ल यहाँ चाहिँ हिलो बाटो कस्तो हिलो छ है म तालचोक जानु लाग्यो एकछिन काम छ तिमीहरु केमा जान्छौ त नि ल म जान्छु ल दिव्या तिमीलाई धेरै धेरै कङ्ग्रेचुलेसन दामी डान्स गरेर फर्स्ट प्राइज जितेर आउनु पर्यो हो गर्दै गोरदाईसँग भेट भयो फेरि ब्याक टु ब्याक ल अब हामी तालचोक ब्याक टु ड्युटी फेरि गोरदाई चाहिँ बेस्ट अफ लक भन्नु ल बेस्ट अफ लक ल फेरि पनि बेस्ट अफ लक ल बेस्ट अफ लक म जान्छु ढिलो भएको नि है ल बसन्त दोस्त फेरि पनि आफ्टर लङ टाइम मैले चाहिँ मेरो बसन्त दोस्त सन्तोष गुरुङ एके रोल स्टेक मदराजीको हाउस देखाउँदैछु मेरो दोस्तको हाउस किनकि फेरि अहिले पछि हामी फेरि काठमाडौँतिर लाग्न सकिन्छ सो द्याट देखाउन पाउनु होला ल दोस्त है तेरो घर कति म तालचोक चाहिँ यसो म ग्यारेजतिर जाँदैछु अहिले चाहिँ ल ट्याक्क लाएर चाहिँ अब तपाईँहरू हेर्नु है ट्याक्क यो गडो खोलाबाट चाहिँ पिच बनेछ नि त अहिले त म तपाईँहरूलाई दृश्य देखाउँछु बाटोको हालत पनि हेर्न पर्ने हुन्छ मेरो विदेशमा भएको साथीहरू होइन यो चाहिँ ठ्याक्कै गडो खोला भयो अब ट्याक्क लाएर चाहिँ हेर्नुहोस् तपाईँहरूले ठाउँ त अब सबै देखिराख्नुभएको चिन्नुभएको तर प्रोग्रेस चाहिँ यतिको भएको छ अस्ति काठमाडौँबाट जाने बेलासम्म भएको थिएन अहिले आउँदाखेरि यतिको भइसकेको छ काम चाहिँ राम्रै छिटो फास्ट भएको छ र हेर्नुहोस् सलल्ला अब नो वरिज कि होइन अब उताको यताको साइडको बन्यो भने चाहिँ बवाल हुन्छ न त चाहिँ अझै पनि त्यस्तै छ बन्न त बनिहाल्छ छिटोभन्दा छिटो मल्ल सपिङ सेन्टर होइन ओए यहाँ चाहिँ फेरि यस्तो छ है यहाँनिर चाहिँ टक्क वान साइडको मात्र भएछ यताको बन्छ अब एक दुई दिनमा बनिहाल्छ ल हेर्नुहोस् ब्याक टु ब्याक सिस्वा चोकाइहाल्यो नि अब त होइन यतिको चाहिँ बाटो अपडेट है फेरि साथीहरू बाटो अपडेट तपाईँहरूलाई बाटो अपडेट देखाइदिएको सिस्वाको ल ट्याक्कै हेर्नु त उता तल पनि बनिसकेको छ अब चाहिँ फेरि यहाँ उता हाम्रो घरतिर मुडिँदाखेरि चाहिँ लास्ट ढिलो छ के भनेको त्यहाँ भन्दैछ ल विश्वदाईको हाउस बब्बाल भइसकेको छ ल बुढाले अच्छा बनाइसक्यो तर यो बाटोको कारणले बाटो फेरि यस्तो बिजोको हालतमा छ क्या बाटो चाहिँ नत्र चाहिँ अल गुड है अब हाम्रो विश्वदाईको छोरी त्यहाँ विश्वदाईको बाबाहरू त्यहाँ के भन्दैछ होइन खेलाको लागि विश्वदाईको हाउस यस्तो भएको छ बाटोको हालत यस्तो छ यहाँनिर ल साथीहरू अहिले चाहिँ हामी चाहिँ फेरि सबैजना भेट भइसकेको छ हेलो मार्दोस् हाई अन्त ल अब हामी चाहिँ लाग्दैछौँ अन्तलाई देखिहाल्नु भ्यान तपाईँहरूले देखिहाल्नु भयो होइन केक सेक त फेयरवेल कार्यक्रम भइरहेको थियो तलको घरकोबाट सबैजना आउनुभएको थियो अब हाम्रो यात्रा चाहिँ काठमाडौँ हुँदैछ अन्तको फ्लाइट छ सो द्याट्स वाइ वी आर हेडिङ टुवर्ड्स काठमाडौँ है ल साथीहरू हामी बाटोमा के हुन्छ सब दृश्यहरू म देखाउने छु स्टे ट्युन भिडियो हेरेर माया गर्नु होला ल ओके साथीहरू हामी चाहिँ अहिले चाहिँ डुम्रे कटेर यता अगाडि आएको हो के अरे तर यहाँ चाहिँ जाम छ जस्तो लाग्यो सिन्दामी छ यहाँको खोलाहरू नै हेर्नु बाटो कार्य भइरहेछ जाँदैछौँ हामी कुद्दैछौँ जाममा ठ्याक्कै पर्खियो यार यहाँ चाहिँ डेटिङ गर्ने ठाउँहरू जस्तो छ त्यहाँ मेरो बेबी सही सुतेछ बस्छ ल अब हामी जाँदैछौँ
ये दोस्ती हम नहीं तोड़ेंगे हेलो भाई साहब 20 मा यो मारिदियोस् हामी चाहिँ यहाँ फ्रेस जुस खान लाग्यो होइन ठ्याक्कै अहिले चाहिँ हामी चाहिँ मुगलिनमा छौँ ठ्याक्कै मुगलिन आइपुग्यो यस्तो बाजा नि बस्दैछ यो दाइको म यही कोकोनट खाने अरू के हुन्छ र हो मिक्स खाने मिक्स जुस सही बनाउनु भइहाल्यो एकैछिन है फास्ट बनाइदिनु भयो दिदीले ल ल मलाई नि हो कि किन हो साह्रो रहेछ ए नाति किन गर्नु ए भइहाल्यो त आमा हरि बनाइदिनु भयो धन्यवाद ल ल मलाई हो भाइ मेरो चाहिँ यहाँ के अरे पाइनएप्पल जुस भयो दुईवटा गाइजहरूले चाहिँ गाविस पारामा हानिरहेको छ कोकोनटको फेरि यिनीहरूको दुईवटा उस पनि छ है दुईवटा मिक्स पनि छ माथि कस्तो हुन्छ दामी हुँदो रहेछ गुड फर हेल्थ ब्याड फर वेल्थ फेरि पनि मेरो मिक्स जुस आएको छ यहाँ मेरो कन्फ्युज हुन्छ कि यो खाने कि यो खाने हो दामी छ यार नुन लागेछ हामीले जुस खाइसक्यो अब यसको कोकोनट वाटर नि खायो म हाउ टु ओपन कोकोनट विथ ह्यान्ड है ल ल ल डल्दियो ल हातले ओए ए सही फुटाल दियो साथीले एक हातले ल साथीहरू हामी चाहिँ जुस सुस खाएर हिँडिसकेको अनि किन हिँड्यौँ हामी छिटो भन्दाखेरि चाहिँ हामी के भन्छ अरे 12 सिङे यसो पसौँ भन्ने हिसाब पुरा भयो है सल्लाह भयो यसो 12 सिङे पनि यसो अन्त पनि अब जाने बेला भएको अब 12 सिङे दिएको छैन 12 सिङे यसो पसेर अनि फेरि हामी चाहिँ यात्रा चाहिँ अगाडि बढ्छौँ 12 सिङेमा के गर्छौँ हामी तपाईँहरूलाई सब देखाउँछौँ त्यो त कस्तो ब्याग आएको यो एकदम लोडवाला रहेछ यार यहाँ जाम चाहिँ होइन है फेरि यो चाहिँ बाटो बनाउनु लागेको भएर हल्का एकैछिन मात्र हो त्यस्तो खासै ठुलो जाम चाहिँ होइन यो हात्तिनु पर्ने खालको जाम होइन ल हेर्नुहोस् है त 12 सिङे उठाइ रहेछ देखिन लाग्छ ल यस्तो हरि ब्याग ल हामी चाहिँ ठ्याक्कै आइपुग्यौँ 12 सिङेमा होइन कहाँ अरे त्यो पोइन्ट देखेको माथि है हमारी कता हो त्यो पोइन्ट भएको के माथि हो क्या है चार्जिङ ए माथि है ल हामी 12 सिङेमा
झरेमा अब यसो रेस्टुरेन्टतिर गइन्छ अब हामी दुईजना चाहिँ रेस्टरुम गर्छ ल हेर्नुहोस् है यस्तो दामी देखेछ आज त यस्तो दामी देखेको क्या झन् हेर्नु न ल मान्छेहरू पनि लडसप छ त्यहाँ पहिला यहाँ बियरको स्ट्यान्ड त अलि नरहेछ ल यसरी यहाँ यो टिकटक बनाउनेहरू त कति हुन्छ आमा त सही हो यतिको त दिनै पर्यो नि यतिको ठाउँमा आएपछि होइन र साथीहरू टिकटक नबनाइ त कहाँ हुन्छ र भनेको क्या ल अब तल झर्छु म हो यहाँ त बाँसेको भइसक्यो है खोला यस्तै छ हेर्नु होइन खोला बगिरहेछ त्यहाँ माथि नै भाँसिएको रहेछ क्या ठिक छ एनिवे दामी छ यहाँको चौर भाइबिङ अच्छा छ ल यही भयो के अरे आज के साथीहरू बाटोमा पानी परेको थियो अघि होइन डुम्रेतिर पोखरातिर पनि पानी परिरहेछ होला ल यहाँ टिकटक चलिरहेछ म माथि आएको यस हाम्रो कपाल ग्याङ अब हामी लाग्छौँ रेस्टुरेन्टतिर दोस्तहरू पनि आइसकेको छ अब दोस्तले बियर चाख्छ होला म भिडियो गर्छु नि है ल सब पिपुल आर हियर ल हेर्नुहोस् हजुर हुन्छ माइलेजको टक्क टेस्टर आएको छ माइलेज ट्राई गर्नु पर्ने अलि बिस्तारै दामी आछ ल हामी चाहिँ खाएर निस्किन्छ अब यतातिर अब हामी एकछिन यतातिर बस्छौँ चिल भाइसमा अनि त्यसपछि हामी लाग्छौँ हाम्रो यात्रा काठमाडौँतिर होइन ल हामी चाहिँ अहिले चाहिँ ट्रिपल क्राउन रिजोर्टमा हामी चाहिँ खाना खानलाई यहाँ बस्यौँ होइन यस्तो दामी रहेछ यहाँ चाहिँ पहिला कफी हान्ने कफी पछि चाहिँ दोस् खानै हान्ने त्यसपछि हुत्तिदिने त्यसपछि हुत्तिदिने ल स्विमिङ पुल दामी रहेछ यहाँ राम्रो रहेछ ट्याक्कै हाइवेमै रहेछ कि यो चाहिँ यस्तो दामी छ रहेछ भन्दाखेरि ल ट्याक्क होइन स्विमिङ गर्नु हुन्थ्यो के गर्ने चिसो छ स्विमिङ गर्नु अलि नसकिएला कि हामी खानै खाने अरू नहेरिकन डाइरेक्ट खाना खाने है ठ्याक्कै खानै खानु पर्ला हामी चाहिँ भिडियो कस्तो छ
बर्गर त नखाने यार यो चाहिँ इन्ट्रान्स यस्तो रहेछ सिम्बल ग्राउन्ड हो होइन हेलो अनि यसो घुमेको कि खाना खान लाग्यो त्यही भएर यहाँको बार यता रहेछ बार रुम दिस इज बार रुम होइन ओहो यस्तो रहेछ क्या यो बार रुम भयो नि त होइन अनि टक्कै हालेर टक्कै यस्तरी गएपछि यो ठ्याक्क ओपन गऱ्यो भने चाहिँ ठ्याक्कै स्विमिङ पुल रहेछ क्या दामी रहेछ ल अगाडि बहिनीले फेरि हामी यहीँ बस्छ भन्ने सोचेको होला काठमाडौँ जानु लाग्यो भने त हामी त इट्स ओके पार्किङ रे के होइन ल राम्रो रहेछ ल यसको अपसाइड ओके बाई ल साथीहरू कफी खाएर छोड्यो आफूले त अब यसरी लेमोनेड खानुपर्ने भइरहेछ मलाई चाहिँ है ल आई विल ट्राई टेस्ट दिस लेमोनेड ठिक छ अलिकति सुगर धेरै हाल्दैछ क्या ल ल हाम्रो खाना नि आइसकेको छ अब हामी चाहिँ खाना खानेतर्फ लाग्छौँ होइन त्यसपछि फेरि यात्रा लामो छ होइन सो हाम्रो खाना चाहिँ यस्तरी भ्यू हेर्दै हुन्छ यतापट्टिको स्विमिङ पुल ट्र्याक्क लाएर यहाँ खाना भयो के एकदम स्पाइसीवाला थुक्पा खान्छ होइन इज इट गुड ल हाम्रो ब्लगरले ल लभली पाराले ल म नि खाँदैछु साथीहरू तातो खाना दोस्तले कफी खान छोडिदिएको थियो है अहिले पेटमा प्रब्लम भयो एकदम साह्रै प्रब्लम भयो फर्स्ट बाइट कस्तो छ टेस्ट गरेर कोही ब्युटिफुल केटीले हेरिराख्नु भएको छ भने सिङ्गल छ है यो दोस्त ठ्याक्क कमेन्ट गर्नु होला गर्लफ्रेन्ड कहाँ छ र सिङ्गल होइन भयो त भ्लगमा ल्याइहाल्नु ल भात खाने यो एकदम स्टाइलिस छ भात पनि एकदम स्टाइलमा खान्छ कि केटीहरू ढलिहाल्छ नि यतिकै नै भात आएको चाहिँ एकदम ढल्छ अनि तिमी ढल्ने होइन फेरि ल ओके ल राम्रोसँग खाना दिनुहोस् हो ल सेक्सी पारामा चपाइदिएछ मासु पनि ल खानासाना खाइयो अब हिँड्न लाग्यो हामी चाहिँ ल भइलाग्थ्यो ल अब हामी चाहिँ डाइरेक्ट काठमाडौँ अब चाहिँ सिधै कतै नरोकिकन सिधै काठमाडौँ है अब चाहिँ साथीहरू अनि वहीँ गएर चाहिँ म भ्लग इन गर्छु है रुममा पुगेर ल सी यू डियर गाइज ल साथीहरू ठ्याक्क अहिले चाहिँ रुममा आइसक्यो होइन म त रुममा आएर चाहिँ भ्लग इन गर्नु पऱ्यो नि त होइन फेरि साथीहरू भ्लग इन गरेन भन्नुहुन्छ भनेर अब म चाहिँ यसो मुखसुख धोएर फ्रेस भएर अनि त्यसपछि चाहिँ म सुत्नुपर्ने कुरा हुन्छ अनि फेरि तपाईँहरूलाई भोलि म भेट्ने नै छु ल आजलाई हाम्रो यात्रा यस्तै भयो होइन हेरेर माया गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि भोलि भेट्नुपर्छ हामी काठमाडौँमै ल सी यू बाई बाई